काब्रा पनि ट्याक्कै खाने बेला भइसकेछ। चट्ट लाएर यो काब्राको अचार बनाएर चाहिँ भातसँग ड्याम खानुपर्छ है। ल हामीले चाहिँ अब अचारको लागि चाहिँ काब्रा लिन आएको छौँ। यहाँ हाम्रो बाला सरकारज्यूले चाहिँ टिप्दै हुनुहुन्छ। भरे भातसँग ग्याम्की होइन त कम्ता मिठो हुन्छ। गर्मी टाइममा, गर्मी सिजन लाग्यो, घाम लागिरहेको छ, टल घाम लागेको छ। ल साथीहरू, हामी चाहिँ तल दिदी भेनाको घरमा चाहिँ काब्रा टिप्न आएको छौँ। बाला सरकार टिप्दै हुनुहुन्छ। अलि बिस्तारै टिप्नु होला है, अलिक ख्याल गरेर। एक झोला भयो सरकार, अब हुनेवाला चाहिँ टिप्दै हुनुहुन्छ। ट्याक्कै गर्मी सिजन पनि लाग्यो कि काब्राको अचार बनाएर चाहिँ भातसँग खाँदा यति रुच्छ, दुई थाल खाइन्छ भात चाहिँ। अमिलो रहेछ हौ, ठिक्क अमिलो भएको रहेछ। ल हेर्नुहोस् काब्रा कति मिठो छ, अमिलो, खाउ लाग्दो छ। हाम्रो सरकारले टिप्दै हुनुहुन्छ। बिस्तारै टिप्नु होला, ख्याल गरेर। ट्याक्क अचार बनाएर चाहिँ हामी भातसँग मुसेर मिठो गरेर खानुपर्छ है। त्यो डाला धेरै नबाच्नु होला है, अर्को साल पनि खानुपर्छ, अर्को साललाई बचाइराख्नुपर्छ। गर्मी सिजन पनि लाग्यो, पसिनासरी भएको छ गर्मीले। अनि खानासँग चाहिँ ट्याक्क खायो भने कति रुच्छ। साउन्ड कस्तो जान्छ। भयो नि त।